ग्रान्डी टोखामा तपाईँ घर किन्ने सोचमा हुनुहुन्छ भने तपाईँले 10वटा घर हेर्नै पर्दैन। आज अशोक घर्षण सरले 20 फिटको पिच बाटोमा पूर्व र उत्तर फेस गरेको वास्तुले शुभ मानिने एउटा एकदमै आकर्षक फिनिसिङमा तयार सकिने लागेको घर बिक्रीमा आइसकेको छ। हतार गर्नुहोस्, ढिलो गर्दा घर हातबाट गइसक्छ। 4 आना एकदममा बनेको एउटा घर एकदमै आकर्षक फिनिसिङको अन्तिम चरणमा पुगिसकेको एउटा घर म तपाईँलाई हाइटमा 20 फिटको बाटोमा खाने पानी ढल बत्ती सबै सुविधा भएको ग्रान्डी हस्पिटल पछाडि म एउटा घर देखाउँदैछु। आउनुहोस् भित्र कस्तो छ। राम्रो एउटा यो पार्किङ, त्यसपछि हेर्न सक्नुहुन्छ एकदमै आकर्षक फिनिसिङ। 2टा बेडरुम, एउटा किचन, एउटा लिभिङ भाडामा दिएर आफू बस्नलाई एकदमै यो आकर्षक ढोकासहित काठको भर्याङ भएको घर म देखाउँदैछु। पहिला हामी किचन नै हेरौँ, किनभने घर किचनले राम्रो देखिन्छ, लिभिङले राम्रो देखिन्छ। यो हो तपाईँको डाइनिङ स्पेस। हेर्नुहोस् मस्त घाम लाग्छ यो डाइनिङ एरिया। त्यसपछि यो किचन पूर्व दक्षिणमा वास्तु पनि मिल्यो, एकदमै ठुलो स्पेसियस, एकदम उज्यालो किचन। त्यसपछि यो हो तपाईँको लिभिङ रुम, मजाको टिभी क्याबिनेट सहित एउटा लिभिङ रुम छैन त राम्रो। अनि यतापट्टि एउटा गेस्ट रुम, एउटा दराज सहित। आउनुहोस् माथि जाउँ। माथि 3वटा कोठाहरू, पहिले यहीँबाट सुरु गरौँ। यो बेडरुम, एउटा दराज, बेड आफूले ल्याउनुपर्छ। आउनुहोस् अर्कोतिर जाउँ। फेरि यतापट्टि यो अर्को बेडरुम, यसमा चाहिँ दराज छ, अट्याच बाथरुम छ। यो चाहिँ मास्टर बेडरुम। अर्को यता जाउँ, यो अर्को बेडरुम, यसमा पनि दराज छ, बेड चाहिँ तपाईँले आफै ल्याउनुपर्छ। अनि यो बाहिर ओपन स्पेस, 4 करोड 35 लाख मूल्य पनि भनिदिएँ। थोरै नेगोसिएसन त जहाँ पनि भइ नै हाल्छ। यसको लागि अशोक घर्षण सरलाई डायल गर्नुहोस्। थ्याङ्क यू।